आज हामी के को कुराकानी गर्छौं भने चाहिँ हामी किन के गरिरहेछौं हाम्रो जिन्दगीमा के भइरहेछ हैन मान्छे बाहिर आछ हैन यहाँबाट कहाँ जाने पनि भइसक्यो हैन नेपाल हुँदाखेरि नेपालबाट बाहिर जाउँ भन्ने भइसकेको थियो बाहिर अब यहाँबाट कहाँ जाउँ भन्ने भइसकेको छ हैन सो इट्स रियली फ्रस्ट्रेटिङ ब्रो बट ओके फाइन नो प्रब्लम बट कस्तो हुन्छ भने किन त्यस्तो भएको भनेको चाहिँ एकदम धेरै नै अब धेरै कुराहरूले आफूलाई गाह्रो बनाउँछ हैन अनि कस्तो हुन्छ भने तपाईलाई काम पढाइ तपाईको आफ्नो पर्सनल लाइफ हैन आफ्नो फ्यामिली आफ्नो रिलेसन आफ्नो फ्रेन्ड्स एभ्रिथिङ म्याटर गर्छ क्या हैन जुन नेपालमा हुँदाखेरि नेपाललाई कत्रो गाली गरेन जहाँ जाँदा नि ओके यो ट्राफिक यो लाइन कहिले छोड्ने हो यो नेपाल यो दुलो भन्ने हुन्थ्यो हैन इच एन्ड एभ्रिथिङमा हामी नेपाललाई दोष दिन्थ्यौँ हैन बट बाहिर आइसकेपछि केही समय गुजारिसकेपछि त्यो सब कुराहरू मिठो सम्झना भएर आउँछ हैन कस्तो खत्रै सम्झना आउँछ क्या हैन धेरै हैन बट कस्तो हुन्छ भने ओके दिस इज लाइफ भन्ने हुन्छ हैन अनि किन यस्तो कुरा गरिरहेको छु भने चाहिँ म तपाईँहरूसँग कुरा गर्न खोजिरहेको छु हैन किनभने नाउ अहिले अब अलिकति टाइम मिलाइरहेको छु हैन मसँग टाइम भएको कारणले गर्दाखेरि अलिकति टाइम युज गरौँ तपाईहरुसँग कुराकानी गरौँ तपाईहरुलाई इन्फर्मेसन दिउँ यहाँको लाइफ के छ म कस्तो फिल गरिरहेको छु म कसरी मेरो लाइफस्टाइल के छ कसो छ त्यो अनुसारले तपाईहरुलाई शेयर गरौँ अनि एउटा जेन्युन इन्फर्मेसन तपाईहरुलाई दिउँ यहाँको रियालिटी के छ एज एन इन्टरनेसनल स्टुडेन्ट हामी कसरी ब्याचलर रेस्टुरेन्ट हो अनि ब्याचलरमा कसरी हामी फी बुझाउँछौँ कसरी हाम्रो लाइफस्टाइल छ हामी कसरी टाइम म्यानेजमेन्ट गर्छौँ कामहरू कसरी गरिरहेछौँ हैन हाउ वी डु असाइनमेन्ट हाउ वी फाइन्ड जब पछि स्यालेरी सेभ गर्ने अनि युनिभर्सिटी फी कसरी बुझाउने घर कसरी हेर्ने धेरै कुराहरू हैन म्याटर गर्छ हैन तपाईलाई बाहिर आइसकेपछि एकदम धेरै कुराहरू म्याटर गर्छ अनि नेपालमा बसिरहेको मान्छेहरू चाहिँ जुटमा टाइम दिनस् यो त्यो आफ्नो साथीभाइलाई बिर्सिस आफ्नो फ्यामिलीलाई बिर्सिस हैन त्यस्तो सोचिरहेको हुन्छ बट यताको रियालिटी अर्कै हुन्छ क्या त्यहाँको मान्छेले नि हामी नि काम गर्दैछौँ हामी नि दिनरात लगाएर काम गर्छौँ त्यही पनि छ त हैन ओके बुझेँ मैले अब कस्तो हुन्छ भने टाइम भ्याउँछ नभ्याउने हैन टोइलेटमा जाँदाखेरि सुगर्दाखेरि नि चुस्स एउटा मेसेज गर्न मिल्छ भोइस मेसेज गर्न मिल्छ भ्याउँछ नभ्याउने हैन बट कस्तो हुन्छ भने त्यो टोइलेट बस्दा नि एउटा रेस्ट गर्ने टाइम हुन्छ क्या टोइलेट बस्दाखेरि रुन्छौँ क्या हामी तपाईहरु जस्तो टोइलेट बस्दाखेरि आनन्द आउँदैन हामीलाई रुन आउँछ टोइलेट बस्दाखेरि एउटा एक्लो ठाउँ यस्तो छ जहाँ हामी आनन्दले रुन सक्छौँ के आफ्नो व्यथा आफ्नो दुःख आफ्नो सारा संसारलाई सम्झेर त्यहाँ बसेर रुन सकिने ठाउँ भनेकै टोइलेट हो के वान अफ द बेस्ट प्लेस इन अ होल वर्ल्ड हैन टोइलेट हो के खै किन मलाई त्यस्तो लाग्छ हैन बस्यो चिलमा बस्यो यहाँको फेरि टोइलेटहरु खत्रै हुन्छ कहीँ अटोमेटिक हुन्छ कहीँ सिटिक हुन्छ राम्रो हुन्छ अब भनौँ न त्यस्तो अब हुँदैन जहाँ गयो भने अनि त्यहाँ गयो मस्त बस्यो इच एन्ड एभ्रिथिङ हुन्छ कान कोट्याउने ह्यान्ड वास इच एन्ड एभ्रिथिङ स्मेल गुड बस्यो चिलमा त्यहाँ सम्झिन्छ सबै कुराहरू जिन्दगीको यात्राहरू समय काम इच एन्ड एभ्रिथिङ त्यहाँ सम्झना आउँछ हैन सबै कुराहरू त्यहाँ सम्झिन्छ हरेक कुराहरू अनि रोइन्छ के सुरुमा त टन्नै रोयो एउटा रोने ठाउँ नै टोइलेट थियो काम गरिन्थ्यो गाली खाइन्थ्यो किनभने काम गर्ने मानी छैन काम गर्न गइन्छ बल्ल तल्ल काम गरेको छ आफूले हैन त्यही माथि गाली खाएको हुन्छ सानो कुरामा
मिस्टेक हुँदाखेरि गाली खाइएको हुन्छ होइन किनभने मसिन नयाँ छ मान्छे नयाँ छ ल्याङ्ग्वेज नयाँ छ माहौलमा नयाँ छ सबै कुरा नयाँ छ त्यो सब कुरालाई पछाडि छोडेर तपाईँ काम गर्दै हुनुहुन्छ आफ्नो मेहनत गर्दै हुनुहुन्छ अनि सबै कुरा बुझ्दै जाँदै हुनुहुन्छ क्या एकदम से बुझ्नुहुन्न एकदम तुरुन्तै बुझिँदैन केही कुराहरू होइन बिस्तारै बुझ्दै जाँदाखेरि त्यो अवस्थामा कति गाली खाइन्छ कति फ्रस्ट्रेटिङ हुन्छ होइन कति डिमोटिभेटिङ हुन्छ त्यो पलहरू होइन अनि त्यो पलमा वान अफ द बेस्ट प्लेस भनेको टोइलेट हो गयो रोयो आज बुझ्यो अनि फेरि आयो फेरि काम गऱ्यो के कहाँ काम सकेको छ त सकेको छैन गयो रोयो आँसु बुझ्यो अनि आयो काम गऱ्यो फेरि अनि फेरि एकछिनपछि अब यहाँ म एज अ मुस्लिम हो अनि मुस्लिमकै रेस्टुरेन्टमा काम गर्दाखेरि नमाज पढ्ने टाइम हुन्थ्यो इभन नमाजमा मैले त्यत्रो जोसले त्यत्रो त्यो हुन्छ नि एकदम त्यो मनैदेखि प्रार्थना सायदै गरेको थिएँ होला होइन कुनै बेला हुन्छ नि अब त्यो मैले भन्न खोजेको के हो तपाईँले बुझ्नुभएको भएन त्यो एकदम मनै खोलेर भगवान्को सामु आफूलाई व्यक्त गर्नुहुन्छ नि त्यो व्यक्त चाहिँ त्यहाँ गरेको थिएँ होइन अनि 5 मिनटको प्रार्थना हुन्छ अब हामीले नमाज पढ्ने भनेको 5 मिनट म्याक्सिमम् 5-10 मिनट लाग्छ होइन अनि त्यति नै ब्रेक हो त्यति नै टाइममा आइजो भन्ने हो नि होइन अनि थाहा छ त्यति नै लगाएको हो मैले बट त्यही 5-10 मिनटमा मैले यति रोएँ यति लामो त्यो सजदा हुन्छ माथा टेक्ने तल हुन्छ हामी यति लामो क्षणसम्म मैले त्यो माथा टेकेँ रोएँ आफ्नो गडसँग के कुरा गरेँ होइन फेरि उठेँ फेरि रोएँ त्यो साँच्ची भनेको टोइलेट गएँ फ्रेस भएर त्यो म्याटमा आएर नमाज पढुन्जेलसम्म सकुन्जेलसम्म रोगको रहेछ क्या मान्छे आँसु रोगेछ होइन के भइरहेको थिएन त्यो एउटा छन् हो ओके फाइन त्यो सम्झिनु नि हुँदैन होइन बट कस्तो भने धेरै गाह्रो हुन्छ सुरुमा एडप्ट गर्नलाई एकदम धेरै गाह्रो हुन्छ होइन बट गरियो एडप्ट भयो बिस्तारै गरिँदैछ धेरै कुरा सिकियो धेरै कुरा सिक्न बाँकी छ होइन त्यति कुराहरू अब ती कुराहरू तपाईँहरूलाई अरू डिटेलमा तपाईँहरूलाई म भन्ने छु तपाईँहरूलाई सिकाउने छु तपाईँहरू पनि त्यस्तो डिमोटिभेट नहुनु अब मैले अब कस्तो हुन्छ नि लन त ओके फाइन बुझौँ न त भन्ने हुन्छ कति मान्छेहरू त्यस्तो हुन्न बट सबै मान्छे एक जस्तो हुँदैन सबै मान्छे फरक हुन्छ अनि खानाको प्रब्लम हुन्छ यहाँ अब हामी मस्त दाल भात मासु भात खाने मान्छे अब यहाँ पुरै तेलमा डिप फ्राई गरेको हुन्छ होइन फ्राई चिकन खाएको हुन्छ फेरि त्यही अब होइन धेरै कुराहरू हुन्छ क्या अनि त्यो सब कुराहरू हुन्छ होइन त्यो सब कुराहरू माइन्ड मेकअप गरेकै हुँदैन क्या हामीले होइन गरेकै हुँदैन अनि त्यो कुराहरू एकदम बेसिक लेभलमा त्यो कुराहरू बुझ्नुपर्ने हुन्छ त्यो कुरा जान्नुपर्ने हुन्छ अनि त्यो कुराहरू बिस्तारै तपाईँहरूलाई सिकाउँछु सो तपाईँहरूले सब्सक्राइब गर्नु अनि कमेन्ट गर्नु तपाईँले के बुझ्नु चाहनुभएको छ के गर्नु जान्नुभएको छ होइन कामहरू कसरी पाउने कसरी हस्लिङ गर्ने कसरी आफ्नो टाइम म्यानेजमेन्ट गर्ने कसरी कलेज म्यानेजमेन्ट गर्ने कसरी कामको म्यानेजमेन्ट गर्ने होइन धेरै कुराहरूको इन्फर्मेसन दिन सक्छु आफूलाई भएको आफूले जानेको कुराहरू तपाईँहरूलाई सेयर गर्न सकिन्छ तपाईँहरूसँग एकदम खुलेर बोल्न सक्ने भनेको मै हो होइन सो मलाई सब्सक्राइब गर्नु अनि लाइक गर्नु यो भिडियो तपाईँहरूको साथीहरूमा सेयर गर्नु किनभने तपाईँहरूले सहयोग गर्न सक्ने भनेको र एज अ मेन्टली एज अ फिजिकली एज अ एजुकेसनल पाराले भनेको चाहिँ हामी अब भिडियोकै माध्यमले हो मैले तपाईँलाई एउटा भिडियोको माध्यमबाट तपाईँलाई गरिरहेको छु भने तपाईँले नि यो भिडियो अरू साथीलाई पठाइदिनु भयो भने उनीहरूलाई पनि सजिलो हुन्छ होइन यदि तपाईँ हुनुहुन्न भने तपाईँको साथीलाई पठाइदिनु होइन त्यो अनुसारले गरौँ एकअर्कालाई सपोर्ट गरौँ एकअर्कालाई माया गरौँ आफ्नो वरिपरि खुसी बाँडौँ र आफूलाई एकदम धेरै नै खुसी सबभन्दा ठुलो कुरा भनेको नि मान्छेले काम खोज्दै गइन्छ पैसा खोज्दै गइन्छ सबै कुरा खोज्दै जाइन्छ भेटिन्छ होइन तर खुसी भन्ने बिर्सिन्छ क्या अनि खुसी त्यत्रो कुरा पाइसकेपछि अनि खुसी कहाँ छुटिरहेको हुन्छ क्या त्यही भएर खुसी पनि सँगै लानु आफ्नो हरेक कुराहरूको साथसाथै खुसी पनि लानु आफ्नो खुसी सबभन्दा ठुलो कुरा हो खुसी आफू खुसी हुनु खुसी साथ लानु है अब जसको खुसीसँगै बिहे भएको छ अथवा गर्लफ्रेन्डै खुसी छ भने त ओके बेस्ट अफ लक होइन ब्रो तपाईँले लाइफ जितिसक्नु भएको छ होइन
जोक गरेको बट त्यस्तै हो अब अलिकति मनी खुसी हुन खोजेको अरे क्या सो ल ओके बाबाई धेरै बोल्नु हुँदैन तपाईँहरूलाई अब कमेन्ट गर्नु के चाहनुहुन्छ के बुझ्नुहुन्छ त्यो अनुसारले म तपाईँहरूलाई भिडियो दिने नै छु र टिल देन ओके सी यू बाबाई ह्याभ अ नाइस टाइम टेक केयर बाबाई अल्लाह हाफिज